देखो ना गाइस, ये क्या है? जानकारी के लिए सिको एप डाउनलोड करे भनेर चाहिँ म भन्दिनँ। जानकारी भएको हरेक कुरा म तपाईँहरूसँग साझा नै गर्छु, किनभने म परे बाठो मान्छे। किनभने गधा गधा नै भए पनि दिमाग चाहिँ गधाको पनि हुन्छ नि त। आज भने मेरो दिनको सुरुवात हुन्छ अतरङ्गी कुराहरूले गर्दा। माथिल्लो घरे भाइ बाटोको एक कुनामा बसेर दाँत यसरी घिच्दै थिएँ ताकि जिन्दगीमा म अन्तिमपल्ट दाँत घिच्दैछु भने जस्तै। फेरि मेरो घरकै अनि छिमेकी वरिपरिका आन्टीहरू दसैँको नयाँ नाना लाएर चिरी च्याट्टै भनेर एकजुट भएर के सल्लाह गर्दैछन् कतातिर जानको निम्ति। आज के भइरहेको छ हाम्रो गाउँघरमा? अरूकैमा त कुरा कति काट्ने, आफैलाई हेरिहालौ न। गधा पनि काम पाएन खुसी हुन्छ। आज भोलि मेरो कामको चर्चा गाउँमा मात्र होइन बजारसम्म पुगेछ। अब काम गर्न भनेर म चाहिँ च्याट्टै परेर बजारतिर लागौ, किनभने गधा पनि काम पायो भने खुसी हुन्छ नि त। सो परे म त गधा नै, आफ्नो काम पाउँदा खुसी नै हुन्छ। म अलिक पढी लेखेको गधामा पढ्छु कि क्या हो, आफैले लेखेको बोर्ड आफै मक्ख उड्दै हेर्दैछु अनि हजुरहरूलाई देखाउँछु भनेर भिडियो पनि म लिइहाल्छु। बाटोमा साथीभाइ पर्खिँदा पर्खिँदा अघि च्याट्टै परेको आन्टीहरू अब निस्किहाल्यो आफ्नो गन्तव्यतिर। हुन चाहिँ उहाँहरू जानुभएको हो मरौ कार्यमा। अब मैले त पाएको रामशङ्कर बातको पतङ्ग नबने मलाई कहाँ शान्ति मिल्ने होइन त। सोही मैले आन्टीहरूलाई ट्रोल हान्दै यसरी नै म पुगेँ बजारतिर। अनि बजारमा पुगेर मैले सानो क्लिप लिएँ। बजार होइन, यो कृष्णनगर हो। आफू त पढ्दा खेल्दा घुम्दा सानैदेखि हुर्केको ठाउँ, आफूलाई त जस्तोको त्यस्तो नै लाग्छ। माया भन्ने भिन्दै कुरा हो, तर हेर्दा त वक्क दिक्क नै लाग्छ। तर पनि मैले हजुरहरूको समक्ष भनेर लाटाको देशमा गोडा तन्देडी भने जस्तै केही भिडियो क्लिपहरू लिए, जो चाहिँ आज तपाईँहरूको समक्षमा मैले यसरी साझा गरिरहेको छु। अब मकै पड्किए जस्तो पड्किएपछि बाटो काट्न पनि गाह्रो भएन, काम काट्न पनि गाह्रो भएन। अब आएछ हाम्रो समय खाजा सुन्ने बक्छ होला, नपाउनेले केरा पायो बोक्रैसँग खायो। आज भोलि 2-3वटा भिडियो हाल्न थालेको, समय पायो कि फोन निकालेर क्यामेरा घुमाउनु बाहेक अरू मेरो केही काम नै हुँदैन। त्यही भएर होला आज भोलि मेरा गाउँघरका मान्छेहरू मलाई देख्न साथ तर्सेर भागेको, तर्केर बाटो अर्कोतिर लागेको। मान्छे लल्लु नै परे पनि आफ्नो जाति र संस्कृतिलाई चाहिँ अलिकति माया नै भएको मान्छे हो म। यसैले गर्दा आज म पुगेँ राईधाप। राईधापमा भएको यो ठुलो चिन्डो देखेर मलाई अति नै आनन्द लाग्यो। अनि यहाँ चाहिँ हुनुहुन्छ हाम्रो राईहरूको राजा यलम्बर, अनि यो चाहिँ हो तपाईँको किराती मन्दिर। अनि यो हेर्दा हेर्दै मेरो खाजा खाने समय अनि छुट्टीको समय कति बेला बित्यो थाहै भएन। त्यसपछि म ढकमक्क फुलेको फुलतिर लागेँ। अब केटाले मौका पाएको यो फोटो नखिची त कुरै भयो। अब भने काम सकिएर रात परिसकेछ, बाहिर निस्केको त अन्ध्यारो पो भइसकेछ। एक कप चिया नखाइ यो कुँडेलाई कहाँ शान्ति मिल्ने। अब चिया खाएको भिडियो पनि फेरि लिनै पर्ने, लिएपछि सबैलाई देखाउनै पर्ने। देखाएपछि आफै मुस्क मस्किएर आफै आफमा खुसी भएर यो भिडियो त गर्नै पर्ने। त्यही भएर होला आज भोलि निकै नै सेल्फ मोटिभेट हुन्छु अनि यसैको डोजमा म आज भोलि बाँचिरहेको छु। आउँदा आउँदा रात पनि पर्यो, दिन यसरी मेरो काट्यो। सेड्युल अलिक बिजी नै थियो। आजको लागि यति नै। हेरिदिनु होला, आफ्नो प्रतिक्रिया साझा गर्नुहोला।